नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य। उदयपुरमा आज बिहान मोटरसाइकल दुर्घटना, 1 जनाको मृत्यु। बागलुङको डोरपाटनमा आग लागि 30 घर जलेर नष्ट। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु। दुई महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना नरहेको नेपाली कांग्रेसका महामन्त्री कोइरालाको दाबी। र महिला विश्वकप क्रिकेट उपाधि, अस्ट्रेलियालाई इङ्ल्यान्ड 8 विकेटले पराजित। अब समाचार विस्तारमा। दाङमा बिरामी बोकेर एम्बुलेन्स दुर्घटना भएको छ। रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा 16781 नम्बरको एम्बुलेन्स दाङको लमही नगरपालिका स्थित अमलियामा दुर्घटना भएको हो। दुर्घटनामा रुकुमका 73 वर्षीय भीम जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमेलियाले बताएको छ। जैसी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए राति 2 बजे दुर्घटना भएको प्रहरीले बताएको छ। एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीको आफन्त र चालक सवार थिए। नगरपालिका स्वास्थ्य चौकी सतबरियाको रा 1J123 नम्बरको एम्बुलेन्समा बिरामीलाई कोहलपुर पठाइएको छ। उदयपुरको बेलका नगरपालिका 9 मा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा 1 जनाको मृत्यु भएको छ। बेलका नापाकै सेती खोलाबाट रामपुर बजार आउने क्रममा दुर्घटना हुँदा सुनसरी जिल्ला बाराहाट क्षेत्र नगरपालिका वार्ड नम्बर 6 निवासी वर्ष 45 को शैलेश माझीको मृत्यु भएको हो। नहदा चतारा कोशी पुल रूपनगर सडक खण्डको खोरखोलामा मोटरसाइकल अनियन्त्रित भई मान्छेको टाउकोमा गहिरो चोट लागेको उपचारको क्रममा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिसलाले जनाएको छ। मान्छेसँगै सवार बाराहाट क्षेत्र नगरपालिका वडा नम्बर 6 निवासी वर्ष 17 का जितेन राई गम्भीर घाइते भएका छन्। घाइते राईको बीपीमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन सिंहले बताएका छन्। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जनाएको छ। बाजुरा जिल्लाको बडीमालिका नगरपालिका 9 बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका 9 बाउली बस्ने पेमग्याल्बो गुरुङकी श्रीमती 45 वर्षीय दाबा साङमो गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायक उपनिरीक्षक उदयवंशी भाटले जानकारी दिए। गुरुङ मार्तवीरको गौरी बजारमा रहेको बलबीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ फर्कने क्रममा जिल्ला अस्पतालको डिलबाट खसेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। मृत गुरुङको शव पोस्टमार्टमको बीच सडकमा आज बिहान 4:45 बजे स्थानीयवासीले फेरा पारेको बताइएको छ। मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल बाजुरा राखिएको प्रहरी प्रमुख भाटले बताएका छन्। मुङ्गुरारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरको ट्विनेटर जहाजमा सवार एक यात्रु जहाजभित्र मृत्यु भएको छ। शनिबार दिउँसो 12:30 बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको 9NAT कलसाइनको उडान 9716 जहाजमा मुगु जिल्ला सोरु गाउँपालिका 8 गिलाहा गाउँका अन्दाजे 38 वर्षीय घिरबहादुर शाहीको ज्यान गएको आफन्तले बताएका हुन्। यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेसन म्यानेजर सूर्यमणि सुवेदीले यात्रु जहाजभित्र अचेत भएको खबर आउन साथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लैजाँदै गर्दा ज्यान गएको बताउनुभयो। रारा विमानस्थल तारा एयर स्टेसन इन्चार्ज शेरबहादुर बाले बिरामीलाई प्राथमिकता दिने प्रावधान अनुसार मृतक शाहीका आफन्तलाई बिरामी मन्जुरी पत्रमा दरखास्त भई तारा एयरको उडानबाट पठाइएको बताउनुभयो। मृतकका दाइ
नन्दबहादुर शाहीका अनुसार शाहीलाई जहाजमा उडाइसकेपछि आफू घर फर्कँदै गर्दा बीच बाटोमा तारा एयरलाइन्सका 2 जना कर्मचारी र 2 जना प्रहरीले तपाईँ नेपालगञ्ज जानुपर्ने भयो भन्दै पुनः रारा विमानस्थल लागेर कागज गराएका थिए। सपरीक्षणका लागि सब भेरी अस्पताल प्रहरीले लगे पनि आफन्तले यात्रु विमान नपुञ्जे सब नबुझ्ने बताएका छन्। रारा नागरिक उड्डयन कार्यालय मुङ्गुका विमानस्थल प्रमुख सूर्य शर्मा बिरामी अचेत भएपछि राजा विमानस्थल जहाज अवतरण गर्ने बित्तिकै बिरामीलाई अस्पतालतर्फसम्म लगेको खबर आफूले पाएको र बिरामीका आफन्तले बिरामी उडान सहमति पत्रमा दरखास्त गरेको बताउनुहुन्छ। बागलुङको डोरपाटन नगरपालिका 9 नवी गाउँमा आगलागी हुँदा 30 घर जलेका छन्। आइतबार बिहान 2 बजेतिर आगलागी भएको थियो। डोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुम्लको टोलीले बिहान 8 बजे मात्र आगो निभाएका थिए। शिकार आरक्षमा रहेको हनुमान ध्वज गुम्नका गुल्मपति सेनानी रवि जङ खड्काको नेतृत्वमा 102 जनाको टोली आगो निभाउन खटिएको थियो। डोरपाटन वरपर चिसो मौसमका कारण स्थानीयवासी घुम्ती बसाइका लागि तल्लो बोबाङ र अन्य ठाउँमा सरेको बेला आगो लागेको हो। तर आगो कसरी लाग्यो भन्ने खुलेको छैन। नेपाली सेना र शिकार आरक्षक कर्मचारीको टोलीले पुरै गाउँ खरानी हुनबाट भने जोगाएको आरक्षक कर्मचारी वीरबहादुर थापाले बताउनुभयो। अग्नि नियन्त्रक टोलीका अनुसार आगो जंगलतर्फ पस्न नदिएका कारण पनि ठूलो क्षति हुनबाट जोगिएको छ। आगोको चपेटामा 30 घर भने पुरै क्षतिको विवरण आउन सकेको छैन। घुम्ती बसाइ सरेका स्थानीयवासीले आगो लागेको खबर पठाएको र उनीहरू फर्किएपछि क्षतिको विवरण प्राप्त हुने स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरू एक आपसमा जोडिएका कारण क्षति भएको घरहरूको संख्या बढ्न सक्नेछ। अब समाचारमा केही बेर विश्राम। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु। 2 महिनाभित्र नेपाली विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना नरहेको नेपाली कांग्रेसका महामन्त्री कोइरालाको दाबी। र लागु औषध गाँजासहित प्रहरीले सिराहाको नगर गाउँपालिकाबाट एक वृद्धालाई पक्राउ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। लैंगिक हिंसा र दुर्व्यवहार छैन, हामीलाई स्वीकार भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान आजदेखि सुरु हुँदैछ। लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानका सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले संविधानले सबै किसिमका लैंगिक विभेदको अन्त्य गर्ने संकल्प गरेको उल्लेख गरेका हुन्। मानव अधिकारको विश्वव्यापी घोषणा 1948, राजनीतिक तथा नागरिक एवं आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अनुबन्ध 1996 र महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्य गर्ने महासन्धि 1979 को नेपाल पक्ष राष्ट्र भएकोले यी महासन्धिको सरकारले पूर्ण पालना गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धतामा जनाएको छ। अभियानका क्रममा 2 दिनसम्म सातै प्रदेशका प्रदेश सभा सांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकास मन्त्रालयका मन्त्री सचिव र सरकारवाला निकायसँग अन्तर्क्रिया गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ। साझा यातायातले सार्वजनिक यातायातमा हुने यौन हिंसा विरुद्ध हिजोदेखि नै अभियान सुरु गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समय अघि केन्द्रीय समितिको बैठक सुरु भएको हो। बैठकमा महामन्त्री पूर्णबहादुर खड्काको संयोजकतामा गठित विधान मस्यौदा समितिले आफ्नो प्रतिवेदन पेश गर्दैछ। आज प्रस्तुत हुने विधान अध्ययनका लागि केन्द्रीय सदस्यहरूलाई केही दिनको समय उपलब्ध गराउने पार्टी नेतृत्वले जनाएको छ। निर्धारित समयभित्र विधान मस्यौदा टुङ्गोमा पुग्न नसकेपछि महासमिति बैठकको मिति सारेर मङ्सिर 28 मा पुर्याएको छ। यसअघि मङ्सिर 9 गतेका लागि तोकिएको थियो। प्रस्तावित विधान मस्यौदामा केन्द्रीय सदस्यको संख्या 85 बाट बढाएर 141 पुर्याउने प्रस्ताव गरिएको छ। पदाधिकारीको संख्यालाई भने यथावत राख्ने प्रस्ताव गरिएको छ। साथै साधारण र क्रियाशील भनी 2 प्रकारका सदस्यहरूको प्रकृति पनि एउटै बनाउने प्रस्ताव गरिएको छ।
नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले 2 महिनाभित्र नेपाली विद्यार्थी संघको महाधिवेशन हुने सम्भव नरहेको दावी गर्नुभएको छ। पार्टी केन्द्रीय समिति बैठकमा सहभागी हुन आइतबार पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिनुभएको हो। विधान विपरीत पार्टी नेतृत्वले नेपाल विद्यार्थी संघको वर्तमान पदाधिकारीको समय थप्ने काम गरेको भन्दै विद्यार्थी नेताहरूले नेवी संघलाई विधान अनुसार चलाउन माग गरेपछि महामन्त्री कोइरालाले विद्यार्थीको मागमा एकताबद्ध जनाउँदै थप गरिएको समयभित्र महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिनुभयो। यो खेलबारलाई सुरक्षित हुनुपर्छ हाम्रो मान्यता हो, त्यसैले गर्दाखेरि यो तपाईहरुले हाम्रो मान्यता त्यो समय दिनुपर्ने हो। 2 महिनाभित्र अधिवेशन हुन सक्ने सम्भावना म देख्दिनँ। स्वतन्त्र विद्यार्थी चुनावको चुनाव हुँदैछ हैन, त्योभन्दा पछि गर्नुपर्ने हो। त्यसको लगत्तै त्यो 2 महिनाभित्र त केही हुन सक्दैन। मैले त पहिले नै भनेको नेपाल विद्यार्थी संघको थप गरिएको कार्यकाल पनि सकिएपछि अघिल्लो केन्द्रीय समिति बैठकले वर्तमान पदाधिकारीको समय 2 महिना थप गरेको थियो। यसअघि विधान अनुसार नेवी संघको 2 वर्षमा महाधिवेशन गराउन नसकेपछि वर्तमान पदाधिकारीको समय 3 महिना थप गरिएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उद्योगीहरूको सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। मन्त्री यादवले उद्योगीहरूको सरकारको नीति व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्ति समेत जनाउनुभयो। उद्योग दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उद्योगीहरूलाई व्यापारिक मानसिकता मात्रै बोकेर नहिर्न पनि सचेत गराउनुभयो। उद्योगीहरूले उद्योग स्थापना जोड नदिएर व्यापारी मानसिकता मात्र राखेर उल्टो बाटो लिएको मन्त्री यादवको आरोप छ। मन्त्री यादवले स्वदेशी उद्योगमा जोड दिएर अघि बढ्न पनि उद्योगीलाई आग्रह गर्नुभयो। उद्योगी व्यापारी साथीहरूले चाहिँ सरकार ठिक छैन, सरकार व्यवहार छैन, हामी भन्छौँ उद्योगी मानसिकता छैन। खास गरी भन्ने गरेको छ यहाँ उद्योगी मानसिकता होइन, फेरि के हो भन्ने कुरा बढी चाहिँ व्यापारी मानसिकता उद्योग व्यापारी माल ल्याएर बेच्नु चाहिँ आफ्नो यादवले मात्र उद्योग दाबी छ। लागू औषध प्रहरीले सिरा नहरा गाउँपालिकाबाट एक विश्रामपछि समाचारमा स्वागत छ। बाँकी समाचार। लागू औषध गाँजा सहित प्रहरीले सिराहाको नहरा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ। लागू औषध 2 किलो गाँजा सहित नहरा गाउँपालिका 5 नहरा निवासी 70 वर्षीय सीता यादवलाई भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेर उक्त गाँजा फेला पारेको परेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै वन कर्मचारीको गस्ती टोलीले शनिबार साँझ सिराहाको लाहान नगरपालिका 15 स्थित ढोटनाबाट 17 थान सखुवाको चिरान काठ बरामद गरेको छ। चुरे जंगलबाट तस्करी गरी लुकाई छिपाई राखेको सूचनाको आधारमा डिभिजनल वन कार्यालय लाहानका सहायक वन अधिकृत अमेरेन कुमार यादवको नेतृत्वमा खटिएको टोलीले 17 थान सखुवा चिरान काठ बरामद गरेको हो।
अब अन्तर्राष्ट्रिय समाचार। इन्धनको मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको विरोध प्रदर्शनले हिंसा रूप लिएको छ। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नु परेको छ। पेट्रोल र डिजेलको मूल्य अस्वाभाविक बढेकाले भन्दै फ्रान्सका जनताले सरकार विरुद्ध एक सातादेखि प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीले राजधानी पेरिसको सान्स एलिज इलाकाका निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो। प्रहरीले असुर ग्यास र पानीको फोहरा प्रयोग गरी प्रदर्शनकारीलाई तितिर-बितिर पारेको थियो। तर आक्रोशित समूहले केही गाडीहरूमा आगजनी र तोडफोड गरे भने प्रहरीमाथि ढुङ्गा मुढा समेत गरे। इन्धनको मूल्य वृद्धिको विरोधमा फ्रान्समा हजारौं प्रदर्शनकारीहरूले पहेँलो रङको ज्याकेट लगाएर सरकार विरुद्ध सडकमा उत्रिएका छन्। उनीहरूले राष्ट्रपति इम्यानुएल मैक्रोन राजीनामा माग्दै नाराबाजी गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन 2000 भन्दा बढी प्रहरीहरू तैनात गरिएको छ। फ्रान्सका गृहमन्त्री क्रिस्टोफर कोस्टेनियरले दक्षिणपन्थी रिसेन्टमेन्ट नेशनल पार्टीका नेता मेरिन ले पेनको उक्साहटमा प्रदर्शनकारीहरू एकजुट भएको दावी गरेका छन्। उनले मेरिनलाई बेइमानको आरोप समेत लगाएका छन्। फ्रान्समा चल्ने धेरै जसो कारमा डिजेल प्रयोग हुन्छ। फ्रान्समा विगत 1 वर्ष यता डिजेलमा 13% मूल्य वृद्धि भएको छ। यो मूल्य सन् 2000 पछिकै उच्च हो। सरकारले भने अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यका कारण र बिजुलीबाट चल्ने गाडीलाई प्रोत्साहन गर्नका लागि इन्धनको मूल्य बढाउनु परेको जानकारी दिएको छ। अब खेल समाचार। आईसीसी टी20 महिला विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ। वेस्ट इन्डिजमा आज बिहान भएको फाइनलमा इङ्ल्यान्डलाई 8 विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि कब्जा गरेको हो। 106 रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले 15.1 ओभरमा 2 विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। अस्ट्रेलियाका लागि अलेन गार्डनले अभिजित 33 र कप्तान मेक ललिङले अभिजित 28 रन बनाएसँगै अस्ट्रेलियाले उपाधि जितेको हो। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको इङ्ल्यान्डले नीड प्रति ओभर सकिन 2 बल बाँकी छँदा सबै विकेटको क्षतिमा 105 रन बनाएको थियो। इङ्ल्यान्डका लागि ड्यानिली ब्याटले रन बनाएकी थिइन्। बलिङतर्फ अस्ट्रेलियाकी अस्लेक गार्डनरले 3 विकेट लिएकी थिइन्। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। उदयपुरमा आज बिहान मोटरसाइकल दुर्घटना, 1 जनाको मृत्यु। बागलुङको डोरपाटनमा आग लागि 30 घर जलेर नष्ट। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु। 2 महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना नरहेको नेपाली कांग्रेसका महामन्त्री कोइरालाको दावी। र महिला विश्वकप क्रिकेट उपाधि अस्ट्रेलियालाई इङ्ल्यान्डले 8 विकेटले पराजित। हस्त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।